हेलो गाइज वेलकम बैक टू माई न्यू भिडियो। आज चाहिँ म छ्यामासँग घुम्न हिँडेको। अलिकति छ्यामा यो साइडमा देख्छ मैले, यो साइडमा क्यामेरा अठाउँछु अनि हामी चाहिँ हिँड्दैछु। यहाँ धेरै मान्छे छ, खै मान्छेले देख्दैन। छिटो आउनु छ्यामा। यहाँ चाहिँ छ्यामा हुनुहुन्छ, मेरो छ्यामा। हामी चाहिँ आज चक्टर घुम्न आएको। सब देखाउँछु ल तपाईँहरूलाई नि। अब के रहेछ भनेर। यहाँ मान्छे धेरै छ है, मलाई भिडियो गरिरहन हेरिरहेछ। मलाई लाज लागिरहेछ। त्यही नि मैले स्टार्ट गरेँ ल भिडियो। मान्छे धेरै छ। छ्यामा हिँड्नु सकिरहेको छैन। मेरो छ्यामा हुनुहुन्छ यहाँ। ओ रनिङ गर्ने मान्छे हुनुहुन्छ। हामी चाहिँ यत्रो हिँडेर आइसक्यो कि तल्ल। यति त अब यताबाट कता पो जाने हो? यताबाट कता घुम्न जाऊँ? यतै उँभो जाऊँ छ्यामा। म नि एकचोटि मात्रै आएको छु क्या, खासै थाहा छैन क्या मलाई नि। त्यही भएर हामी सँगै हेर्ने ल गाइज। म साँच्चै एकचोटि मात्रै आएको छु। योसँग दुईचोटि, छ्यामा पनि योसँग दुईचोटि नै हो रे गाइज। ए फर्स्ट टाइम पो हो छ्यामा। लास्ट आज चाहिँ मैले गाजल पनि मेकअप पनि गरेको छु ल। ओ बादर, ए कुकुर पो रहेछ है, बादर पो रहेछ भनेको मैले त। यतिको छ है गाइज, हामी पनि यतिको भएर हिँडिरहेको छु। हाया दाइ पनि आएको छ यहाँ। कुकुर पनि कहाँ गयो? हामी चाहिँ हिँड्दैछु ल। दाइ भन्नु दिदी पो रहेछ। ए ला कुकुरलाई दिदी नै यहाँ चाहिँ, दिदी चाहिँ यहाँ चाहिँ गाइज हिँडिरहेछ। दाइ भनेको त दिदी पो रहेछ। मैले चाहिँ आई मेकअप मात्रै गरेको ल। यता उकालो अब छ्यामा। यहाँदेखि माथि निस्किन्छ वनमा। जता वावी फोहोर नगराउ रे यहाँ हेर्नु गाइज। देखिरहेको छु गाइज। ल त बाई। अब फेरि यो पनि कट्यो है। मेरो फोन चाहिँ त्यति राम्रो क्यामेरा त छैन होला, त्यही पनि म गरिरहेको छु। आइफोन छैन अहिले पछि अनि लाइक सेयर कमेन्ट गर्नु। हाम्रो नानीले आइफोन किने रे होइन। आइफोन छैन अहिले। म धनी भएपछि किन्छु ल आइफोन चाहिँ। आयो गाडी पनि, ए बाइक पनि जाँदैछ। छ्यामा छिटो कमेन्ट गर्नु, सेयर गर्नु, सब्सक्राइब अनि सब्सक्राइब गर्नु। भ्युज नै यता हेरेर बोल्नु न, यता हेरेर। अनि एउटा आइफोन किन्ने धेरै सोच छ अरे होइन। अहिले चाहिँ के अरे आइफोन चाहिँ होइन, यो चाहिँ खोइ कुन फोन हो रे। मेरो ओप्पो A3Xबाट क्यामेरा टक्कसँग खतरा देख्छु नि। अहिले चाहिँ ओप्पोमा रहेछ। अनि पछि चाहिँ कति आइफोन 12 किन्ने कि 12 किन्ने कि 16 किन्ने कि। आमामा घुमेर कहाँबाट घुम्न आएको मान्छेहरू गए गाइजहरू। अब हामी देखाउँदै गर्छौँ। हामी मात्रै देख्यो हो गाइज, हाम्रो यहाँ त भ्यू त देखेन है।
अब ती पनि हामीलाई हेरेर तपाईँहरूले इन्जोय गर्नुहोला। अब म यहाँ माथि गएर फोटो खिच्छु क्या 1-2वटा क्यामेराबाट। मेरोबाट त खासै राम्रो आउँदैन, त्यही भएर यस्तो छ है जङ्गलहरू। यहाँ चाहिँ यस्तो देख्छ हौ, यहाँ चाहिँ राम्रो देख्दैन रहेछ हौ। मेरो हात दुख्यो ल गाइज। अब म माथि के भन्छ त्यसलाई त डेस्टिनेसनमा पुगेपछि देखाउँछु है गाइज हामी जाने कहाँ हौ भनेर। कति राम्रो देखिरहेको घर छिनै भ्यू छ त्यस्तो गरेर देख्छौ। देख्ने रहेछ, तर म यहाँ पनि छु हौ। कस्तो गरेर देखाउँ, खासै क्यामेरा त छैन मेरो। बस्दा 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 गरेर अनि यसो घुम्न जाऊँ न भनेर घुम्न आएको गाइज। अनि त्यसपछि आज चाहिँ मेरो फेरि के हो भन्ने दिन तपाईँहरूलाई पनि भन्छु ल। म आज चाहिँ मेरो प्री बोर्डको इक्जाम सितेर क्या, ठ्याक्क इक्जाम सितेँ। अब इक्जाम सक्ने बित्तिकै घुम्न नजाने त म कहाँ हो, घुम्न गइहाल्छु नि म। अनि त्यसपछि आज चाहिँ हामी यहाँबाट जाऊँ छेउमा, यहाँबाट त्यहाँबाट यहाँ पुगेपछि माथि पुग्छ क्या। आउनु, यो सर्टकट बाटो जाऊँ हामी। आज हामी चाहिँ खतरा थाक्ने भयो। मारी हिँड्दैछु ल गाइज। थाक्यो है गाइज, यति हिँड्दै थाक्छ यार। पहिला त कति हिँड्थ्यो, 2-3 घन्टाको बाटो हिँडेर स्कुल जान्थ्यो। अहिले त छेमाको हिल लाएर हिँड्नु सकिरहेको छैन रे गाइज। गाह्रो छ हौ केटी मान्छेलाई, यत्तिकै कहाँ सल्झिनु पर्यो नि हौ। मैले चाहिँ धन्न हिल लगाएको छैन है गाइज, मैले चाहिँ जुत्ता लगाएको छु क्या। त्यही कुन जुत्ता भन्दाखेरि क्रक्स। आयो लास्टै थाक्यो, म त रुखमा बसेँ ल गाइज। एकछिन बोल्न सकेन। ट्याङ्की होइन हो कि यो ट्याङ्की हो। उ त्यो वाइट देखिरहनु भइरहेछ नि, त्यो के हो मलाई नि थाहा छैन हौ। अहिले म यहाँ कहाँबाट ल म त यहाँबाट नि बाटो देख्छु, यहाँबाट नि बाटो देख्छु क्या। आया कुनपट्टि जाम भनेर छ गाइजहरू। अहिले चाहिँ म क्या मस्तीसँग बोलिरहेको छु क्या। अहिले यहाँ कोही पनि छैन नि त नि, छ्यामा र म मात्रै छु। अनि त्यही भएर म मस्ती बोलिरहेको छु। यहाँनिर चाहिँ एउटा अङ्कल हो कि बाजे हो के बोलिरहेको रहेछ, म सोध्छु ल गाइज। के बोल्नु भएको हौ बाजे? हजुर यतिकै बसिरहनु भएको? ल उता मान्छेबाट मान्छे हेरिरहनु छ के सोध्छु भनेको सोध्नै सकेन हो। अयो उता मान्छे रहेछ क्या, दुइटा ऊ हिँडिरहेछ नि, टुवा परेर हेरेर बसिरहेको छ। रिस उठ्ने छ्यामा चाहिँ उहाँ सोध्नु भइरहेछ है त्यो बाजेलाई क्या, बिचरा के गर्दै हो भनेर यसो हल्लीचल्ली सोधिदिउँ भनेको त हो। आउनु छेउमा। ला हो
यता नि जानु दिन्छ होला नि तर यो माथि छ हौ बाटो अब यो माथि छ हजुर यहाँ बाटो भेट्यो नि अब चाहिँ यस्तोमा छ हौ कसरी जानु आया चढ्नु सक्ने रहेछ छेउमा आउनु यहाँनिर क्या एक पाइलो टेक्नु अनि आउनु यहाँ हामी चाहिँ ठ्याक्क डेस्टिनेसनमा पुग्यो क्या अब देख्नुभयो त्यो पहेँलो पहेँलो हल्का हल्का देखिरहेछ क्या त्यो पहेँलो अब जान्छु ल अब मस्ती यो चाहिँ के रहेछ क्या यो चाहिँ के ए खतरा बनाएछ क्या पहिला त यस्तो नि बनाएको थियो कि थिएन म त भिसेछ पो म 11मा पढ्दाखेरि हो आएको अहिले 12मा प्री बोर्ड सकेर आएको गाइज घुम्न 1 वर्ष भयो यत्रो काठमाडौँ बसेर नि यहाँ घुम्ने याद छैन हौ गाइज यहाँ त कस्तो कोही छैन रहेछ कुहिने वस्तु बाहेक मात्र रे गाइज अब म यहाँ वाउ यहाँ कस्तो खतरा हो कि यो के हो के बनाएको हो कि यो खोइ के बनाएको हो गाइज कमेन्ट गर्नु होला तपाईहरुलाई पानी पर्यो भने यहाँ खतरा लाग्ने ए ल खतरा या इन्ट्रेस्ट लेजेन्ड लेजेन्ड यहाँ उस लाग्ने त्यही हो एक कुरा भन्दा के बनाएको यहाँ चाहिँ यस्तो नि राख्ने छ क्या यस्तो नि राख्छ यस्तो कि आफूलाई मन लाग्यो भने किनेर खाने पानी आयो रे गाइस तर हामीलाई तिर्खा लागेको छैन कस्तो वाउ बल्ल आइपुग्यो हो हामी यहाँ चाहिँ टिकट दिनुपर्छ कि यहाँ पक्कै टिकट कुन खतरा बनाएछ तर यो चढ्न मिल्छ कि मिल्दैन होला क्या म एकछिन सोध्छु ल अङ्कल अङ्कल हेलो पानीवाला दाइ अङ्कल भन्दा सुन्दैन दाइ भन्दा हजुर भन्छ दाइ यसमा चढ्न मिल्छ मिल्छ रे आउनु चाहिँ आउनु न म चढ्छु आउनु न ए घुम्न छ्यामा त नचढ्ने रे अब म घुमेर आउँछु ल आज भोलिको मान्छेहरूलाई अङ्कल आइमा आज भोलिको मान्छेहरूलाई क्या अङ्कल भन्यो भने रिसाउँछ अनि त्यसपछि आन्टी भन्यो भने रिसाउँछ अनि केही चुपचाप बोल्दैन क्या नि दाइ भन्यो भने चाहिँ मक्ख परेर बोल्छ हो वाउ म चाहिँ यहाँ आइपुगेँ यहाँ छ्यामा आउनु भन्दा आउनु मानेन यी छ्यामा चाहिँ यहाँ वाउ मेरो फोन पनि आइफोन जस्तो पो देख्ने रहेछ गाइज अझ यहाँनिर एउटा हावा आएको भाइ वाउ हावा आएको ओ थुत्रै त आइरहेको रहेछ यहाँ हेर्नु न नभए गाइस थुत्रै आइरहेछ यहाँ कस्तो ठोक्यो क्या यहाँ निलै डाम बसेछ कसरी देखाउनु आया मेरो गाइज के हो यहाँ त्यही ठाउँमा म भुइँमा हेरेर हिँड्छु ल गाइज धेरै फोनमा धेरै हेरेर झन्डै लड्यो क्या भर्याङ पनि सानो रहेछ मेरो अब जगर्स यत्रो ठुलो छ जुत्ता अनि ल
तपाईँहरू घुम्न आएका होइन कमेन्ट गर्नु होला। यो ठाउँ यो जगडोलमा छेउमा चाहिँ उहाँ हुनुहुन्छ क्या, छेउमा चाहिँ यो यसमा नचढ्ने रे। कस्तो खतरा छ है यो आर्मी पुलिस बसेर बन्दुक चलाउने ठाउँ जस्तो रहेछ क्या। मलाई चाहिँ त्यस्तै लाग्यो। अब के गर्नु बनाएको मलाई थाहा छैन गाइज। हजुर ला कस्तो बन्दा पो रहेछ यो छेउमा, यी अर्को ठाउँबाट आउने यता मलाई थाहा छ क्या। एकचोटि म यस्तै गरेर हजुर जाने ठाउँ छ कि छैन, ऊ त्यहाँबाट चाहिँ छ क्या। म नि एकचोटि यस्तै भएको क्या। यहाँ हेर्नु न पुरै चाबी लान्छ क्या, के हल्लिँदा नि हल्लिँदैन, चाबी लाएछ। अब मेरो धन्ने फोन यो भित्र गयो कसरी निकाल यहाँ झन्नै गयो भित्र भयो। अब म उता यताबाट जाने, यहाँ सर्टकट छ क्या, सर्टकट हो छेउमा उतानिर उ हेर्नु न त्यो उता मान्छेहरू नि हिँडिरहेछ। यहाँनिर ठोकेर हेर्नु न, यहाँ भिडियो बनाउँछु भनेर चक्करमा छ क्या। आउनु छेउमा के छेउमाको खुट्टा दुख्यो, छेउमाले फेरि हिल लाउनु भइरहेछ क्या आज। मलाई नि यस्तै हिल लाउनु चाहिँ मन लाग्छ है गाइज हिल, तर मलाई हिँड्नै जान्दिनँ क्या, खुट्टा दुखेन, म सहनै सक्दिनँ। ए त्यो ठाउँमा जाने हो छेउमा अब हामी। कहाँदेखि जाने हो त्यो ठाउँमा? त्यो ठाउँमा क्या त्यो हल्का देखिरहेको छ नि गाइज, उ त्यहाँनिर त्यो त्यहाँनिर ऊ त्यहाँबाट आउँदा जङ्गल फेरि यस्तो छ क्या यहाँ, जङ्गलभित्र आएर अब सधैँ आइरहने भए चाहिँ थाहा हुन्थ्यो क्या। त्यो वर्षमा 1-2 चोटि आउँछ, 1-2 चोटि त के हो, म त 11मा अनि 12मा पढ्दाखेरि आएको गाइज। अनि खासै थाहा नै हुँदैन रहेछ हौ। झन् तपाईँहरूलाई के देखाउँछु भनेको है, केही देखाउनै पाइरहेको छैन त हौ गाइज। अब म फोटो नि खिच्छु भनेको थियो क्या, फोटो खिच्ने मान्छे नि छ कि छैन हौ। पाएन अझै चान्स छ है गाइज। ऊ त्यहाँनिर मान्छे छ कि भन्ने मलाई आशा छ। म अब मान्छे छ कि छैन हेर्छु ल गाइज। डाइरेक्टली आएन रहेछ क्या, यतातिर कस्तो डर लाग्ने मान्छेहरू। यो कुन हो, के को मूर्ति हो, मलाई चाहिँ यस्तो कुराको चाहिँ थाहा हुँदैन है गाइज, अलिकति नो आइडिया। ए कुन चाहिँ हो यो, कुन चाहिँ अङ्कल हो कि, ए अङ्कल हो कि बाजे हो मूर्ति। अब म यहाँबाट छेमा फास्ट ल म बोल्दै वा ऊ त्यहाँनिर, तर मलाई कस्तो बोल्नै लाज लाग्छ क्या मान्छेको अगाडि। अहिले चाहिँ म यहाँ छेमा र म मात्रै छु नि त नि, त्यही भएर मलाई लाज लागेको छैन। अनि त्यसपछि उता चाहिँ मान्छे टन्नै रहेछ कि। अब म एकछिन राखेर अनि अहिले भेटौँला ल, बाई। फर्केको है गाइज, हामी चाहिँ अब फर्के। फोटो खिच्ने मान्छे नि कोही रहेन रहेछ हो गाइज। मलाई त फोटो खिच्ने भनेर आएको, फोटो खिच्ने भनेर आएको, फोटो के मान्छे यत्रो आउने मात्रै भयो गाइजहरू, फोटो खिच्ने भनेर आएको है। म चाहिँ अब सेट केही छैन। आज के बार रहेछ, आज टिकट पनि काटेन यहाँ जगडोलमा। आज के बार पो थियो? ए हामी एक ठाउँ पुगेको छैन नि अझै।
एक ठाउँ उ त्यहाँनिर कस्तो खतरा ढुङ्गाले यस्तो घेरा परेको छ क्या अयो मान्छे त मलाई हिँड्दै हाँस्छ मैले भिडियो बनाएको अयो ए यहाँ चरपटे रहेछ क्या चरपटे खान्छौँ अब हामी ल म चाहिँ आफ्नै भिडियो बनाएर दुन ल्याएर चेमाको खुट्टा हिलाएर आउनु भएको थियो क्या ए मेरो खुट्टा अलिक ठुलो भइसक्यो के ठिक्क हो क्या अब हामी चरपटे खान्छौँ क्या उतानिर चरपटे रहेछ है चरपटे चाहिँ यस्तो छ है चरपटे भनेपछि त मेरो मुखमा पानी आउँछ अयो अब म चरपटे खान्छु यहाँ त मान्छे धेरै रहेछ हौ चरपटे खाम भनेको क्या उतानिर मान्छे धेरै रहेछ अनि मलाई त खानै मन लागेन ठाउँ नै रहेन रहेछ हिँडेको अब हामी त्यहाँ तलतिर छ भने खाने नभए नखाने है छेउमा अयो मान्छे धेरै रहेछ क्या फेरि केटाहरू रहेछ अनि केटाहरू ए गर्छ मलाई चटपटे चाहिन्छ के पो चाहियो भनेपछि चाहियो भन्ने एउटा गीत छ नि ए कता पो हो छेउमा यतातिर नि खतरा गाउँ रहेछ क्या यताबाट हो छेउमा यताबाट निस्किने ठाउँ कता हो यता यता अब हामी हराउँछ क्या हो यो जगडोलमा आयो आयो कता हो दिदी तल रोड मेन रोडमा निस्किने कताबाट निस्किन्छ ला फेरि यो बाटो सिधै यो ला फेरि फर्किनु पर्यो यार त्यही चटपटेको छेउबाट ए हो यता बोल्दै ए छ्या ल यता कति धेरै बाइक ड्रिङ 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 गर्दै गइरहेको छु हाम्रो त छैन बाइक ड्रिङ 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 गर्नुको लागि खुट्टाको के अरे खुट्टा ड्रिङ 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 गर्ने अब हामी खुट्टा आया फेरि यही चरपटे पसलमा आएँ क्या अब म क्यामेरा अफ गर्छु ल हामी यो बाटो 2 चोटि 3 चोटि फर्के गाइज कहाँबाट मेन रोड निस्किन्छ भनेर मान्छेहरू त टन्नै आउने रहेछ कि यहाँ एक्सर्साइज गर्न नि आउने रहेछ अनि मान्छेहरू कता कताबाट फ्रेस हुनुको लागि नि आउने रहेछ अनि त्यसपछि घुम्नको लागि आउने रहेछ साथीहरूसँग यहाँ हेर्नु न ऊ कुद्दैछ देख्नुभयो अनि त्यहाँ तल पनि रहेछ क्या मान्छे टन्नै ट्रेनिङको लागि होला कि त्यो कम्प्युटर पछाडिबाट नि आउँदैछ गाइजहरू मान्छे हामीलाई चाहिँ त्यो दिदीहरूले भनेको ल यहाँबाट मेन रोड पुग्छ भनेर हजुर यता हेरेर भन्नु न अयो कता कता कस्तो एपिएफ भनेको ए खोइ ए यहाँ बाटो झन् खतरा रहेछ नि छेमा यो बाटो हेर्नु न पछि आउला फेरि आज चाहिँ हामी अलि अँध्यारोमा आएको के गाइज कुकुर आउँदैछ यसको नाम त के पो भन्छ
कुक्कु नै भन्छ है कुकु भन्छ शेर्पा भाषाबाट नि कुक्कु नै भन्छ मलाई के थाहा नेपाली भाषाबाट नि कुक्कु नै होला अब यो चरालाई चाहिँ के भन्छ है गाइज मलाई त आउँदैन सानो मात्रै सुनिरहेको छु म आया अब हामी मेन रोड आइपुग्न आँट्यो अब छेमालाई भोक लागेन मलाई त माथि लागेर छोकीले केही पनि किन्दिएन बाटोमा पनि मान्छे टन्नै रहेछ क्या छेमालाई झन् चटपटे खाउँछु पानीपुरी खाउँछु पुट के अरे के भन्छ हौ त्यसको नाम त चाटपुरी हो कि के हो त्यो नि खाउँछु भनेको ओ माई गॉड मलाई खुवाएन छोकीले म रुन्छु अब अर्को चोटि आउँदाखेरि छेमा म रुन्छु होइन उ त्यो तल नि छ होला तर अब हामी मलाई त चाहियो आया मलाई त चाहियो मलाई पनि परिसक्यो रात परेर यो के अरे क्यामेरा चाहिँ झ्याट आइरहेको छ ल स्विङ 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 घुमाउँछु स्याग भन्ने एउटा गीत छ नि त्यस्तै हाम्रो नि कहिले आउला हौ लिएर आउँछु बाइक घुमाउँछु स्याग स्कुटी सिक्न गए त हुन्थ्यो तर के गर्नु इन्कम नै छैन हौ गाइज होइन 8,000 मात्र ल्याएँ ए हो पहिला चाहिँ कति 4,000 के अरे 5,000 कि कति रह्यो 5,000 कि 6,000 7,000 चाहिँ अहिले 8,000 ए अब यहाँबाट हो कि ए तिनीहरू सँगसँगै जाऊँ ल छेमा तिनीहरू मेन रोडमा निस्किने होइन त हामी धेरै यहाँदेखि गयो भने जङ्गलभित्रको त बाटो हराइनु घरै हराउँदैन भनेर चोर निस्क्यो भने चोर चाहिँ होइन बाँदर चाहिँ आउँछ भन्ने डर लागिरहेछ मलाई तर यहाँनिर चाहिँ तर घुम्नु आउने मान्छेहरू चाहिँ लास्ट खतरा रमाइलो छ है गाइज तर आज हामीले धेरै खासै केही पनि क्याप्चर गरेन क्या गाइज अनि त्यही भएर तपाईँहरू पनि स्योर आउनु होला यता जगडोल यहाँ चाहिँ के भन्छ भन्दाखेरि जगडोलमा के आउँछ के कतिजना मान्छे आउँछ क्या कस्तो मान्छे कुकुर त आइहाल्छ नि अफकोर्स कुकुर त ओ माई गॉड त्यो त बाँदर पनि आउँछ बाँदर यहाँ आएर चाहिँ एक दिन हामी सिजर पेपर खेल्छु ल गाइज खेल्छु भनेको तर बाँदरको जोडी पनि आउँछ सिजर पेपर खेल्ने को मन छ मसँग मेसेज कल गर्नु होला गाइज मसँग खेल्ने भयो सिजर पेपर जितुको लागि त्यत्रो पेटभरि खाना दिन्छु त म आयो पुरस्कार त्यति होला मेरो आया पेटभरि खाना मात्र दिने त्यो पेटभरि खाना दिएपछि चाहिँ नि त्यति भए पुगिहाल्छ नि आयो यसो चाहिन्छ यसो जोक्स गरिदिएको ल कहाँबाट ए के अरे होइन है दिदीहरू त जसले सोध्यो म अब एकछिन राख्छु ल हात गल्यो म कोही नभएको मात्रै उस के अरे कोही नभएको ठाउँमा चाहिँ बोल्नु सक्छु फेरि म फेरि त्यस्तो कन्फिडेन्स छैन नि हो मसित मान्छेको बिचमा गएर ट्रिङ ट्रिङ भने मलाई आउँदैन यार मेरो त यो गाला कसरी रातो हुन्छ भनेर तपाईँहरूलाई थाहा नै छैन हो मेरो त यो फाउन्डेसन लाउनै पर्दैन आफसे आफ गाला रातो अटोमेटिक के हो लाज लागेपछि पुरै रातो त्यति बेला चाहिँ लिएर आउँछु स्वाग हाम्रो नि कहिले हुन्छ हजुर आया लिएर आउँछु स्वाग छ्यामुखमा बसेछ
ल ऊ चाहिँ के गरेर सेल्फी हानिरहेको छ ओ म नि पन्च दिन्छु ल यो सेल्फीलाई ए कहाँ गयो देख्दैन पऱ्यो क्यामेरा सेल्फी सेल्फी चुनिया यहाँ मान्छे चाहिँ धेरै छ म चाहिँ पागल जस्तै गरेर फोनमा बोलिरहेको छु ल गाइस यहाँ मान्छेहरू फेरि किन खिचेको भनेर कराउने पुग्यो ए यहाँ चटपटे रहेछ च्यामा ल यहाँ चटपटे खाऊँ च्यामा चटपटे खाऊँ चटपटे बसेको चटपटे खाएर पनि हामी यहाँ आइपुगे कस्तो अँध्यारो भयो हामी त उज्यालोमा आएको थियो तर यो मलाई मन पर्दैन क्या यो पुरै काली छु काली लाइटिङ भएपछि त यस्तै हो काली नै छु आक्साहारमा पिरो मिठो चटपटे थियो मिठो पानीपुरी र चटपटे खाएँ है गाइज तपाईँहरू पनि ट्राई गर्नु होला यो के अरे जगडोलमा आएर चटपटे पानीपुरी खानु चाहिँ कहिले नबिर्सिनु होला अनि त्यस्तो भन्दै हामी चाहिँ अब यहाँनिर लिङ्क गर्छु भिडियो बाई बाई भनिदिनु बाई बाई आज चाहिँ मेरो र छ्यामाको मिलेर एउटा भिडियो ब्लग ल गाइज ल बाई बाई ल छ्यामा एकचोटि एक किस गर्दैन बाई